भन्दैन दिदी अर्को मेहन्दी ग्याङ यहाँ रहेछ लु चुप हेलो एन्ड नमस्कार सबैजनालाई स्वागत छ वेलकम ब्याक टु दि न्यू एपिसोड आजको नयाँ एपिसोडमा मेरो प्यारा भाइ बहिनीहरू दिदी भाइहरू सबैजनालाई स्वागत छ नयाँ आजको ब्लगमा सो आजको ब्लग चाहिँ कस्तो हुन्छ भने भोलि मेरो भान्जीको उहाँ गुनेचोली छ सो बागमती जानुपर्छ आज मम्मी र सममसी आमा चाहिँ भोलि आउनुहुन्छ होला सो म र दाइ चाहिँ अहिले जान्छौँ होला दिउँसोतिर त्यही भएर म सुरुमा स्कुलमा छुट्टी माग्नु पर्यो सरलाई भन्छु सरले छुट्टी दिनुहुन्छ कि हुँदैन अनि अहिले चाहिँ म स्कुल जाँदैछु आज कलेज पनि जान पाइनँ ढिलो उठेर सो सुरुमा कलेज जान्छु के अरे सुरुमा स्कुल जान्छु स्कुल गएर सरलाई छुट्टी माग्छु सरले छुट्टी दिनुभयो भने अनि चाहिँ उता लाग्नुपर्छ ल गाइस स्कुलतिर गएर अहिले एकछिनमा भेट्छु है त तपाईँहरूलाई कस्तो देखेछ आज भिडै देखेछ सो गाइस म यहाँ चाहिँ हेलमेट लिन आएको छु होइन आकाश तामाङले हेलमेट दिँदैछ मलाई यार ल यहाँ सेट गर्दैछ सेट भयो ल चिन्नु सेट गर्दैछ सो म चाहिँ अब यहाँबाट हिँड्न लागेको रात परिसक्यो सो गाइस अहिले भेट्छु है बाटोमा ल गाइस थ्याङ्क यू आकाश ल अहिले जानु लागेको है त भोलि भेटौँ पर्सि भेटौँ न निन्द्रा पुगेको छैन राति आँखा चिमिक्क पनि गराएन मैले आँखासम्म मच्छर डोक्छ होइन म उठेर ठ्याक्क 12 बजीसम्म त केटाहरू पनि अलिअलि बोल्यो होइन त्यसपछि 2 बजे एक्लै लालगढ गएर चिया खाएर आएर फेरि मायाकोसम्म त्यो केटाहरूलाई उठाएको उड्दै उठेन सुत्ने ठाउँ नै नगएर के भन्छ अरे उता बुद्ध चोक एक राउन्ड हानेर आएर बसिरहेको ल ल ल बाई बाई राम्रोसँग सो गाइज म चाहिँ जाँदैछु होइन टक्कै आकाशसँग हेलमेट मागेँ हेलमेट पनि दियो टक्क लगाएर पहिलोचोटि चिन्मन लगाएर म भ्लग बनाउँदैछु मोटो भ्लगिङ होइन सो बहिनीको भात खुवाइदियो के अरे बहिनी भान्जीको गुनेचोलीमा जाँदैछु सो म दाइ अनि बहिनी जाने भनेको बहिनी त्यहाँनिर दाइ र बहिनी थियौँ सुरुमा पेट्रोल हालौँ अनि चल्यौँ है त खोइ तिलक खै गइसक्यो होइन म त्यहाँ कामले गइरहेको थिएँ ल ल ल ल पुग्नु गएको पेट्रोल हाल्यो म हालेर आउँछु ल पेट्रोल हालेर आउँछु गाइस म चाहिँ पेट्रोल हाल्न जाँदैछु है पेट्रोल हालेर टक्कसँग लगाएर चलिहाल्नुपर्छ रात परिसक्यो यार ढिलो पुग्ने हो कि हिजो भर्खर 500 हालेको अहिले 500 हालौँ न आउँदाखेरि फेरि हालौँ न 500 हालिदिनु त दाजु धन्यवाद गाइस पेट्रोल पनि हाल्यो अन्त पोल पर्छ अब कति घन्टामा पुगिन्छ हेरौँ बहिनी म अनि दाइ जान लागेको हामी 3 जना भोलि मम्मी आमाहरू आउनुहुन्छ सो गाइस लेट्स गो जुम गाइस दाइहरू चाहिँ पछाडि छ दाइ र बहिनी तिनीहरूलाई अगाडि पठाऊँ होइन म चाहिँ पछि हुन्छु तिनीहरूको दाइले कपडा बोके हैनस् तिलक कपडा बोके हैनस् क्यामेरा बोकिनस् स्लो गर्दा चार्जर हजुर
जाँदैछौँ बागमती होइन टक्कसँग आएर भोलि रमाइलो गर्नुपर्छ आज राति पनि रमाइलो हुन्छ सो लेट्स गो सो गाइज अघि चाहिँ अलि एङ्गल मिलाएर रहेन छ सो अहिले अलि एङ्गल मिलाएँ मैले सो लेट्स गो गाइज अघि गरेको सबै स्लो मोसन आएर रहेछ स्लो मोमा पो भएछ भिडियो पुरा स्लोमा भइरहेको रहेछ अब आइबन हेलो आधी घन्टामा पुग्दैन ओइ आधी घन्टामा पुग्दैन आधी घन्टामा 1 घन्टा कि आधी घन्टा ल गाई जाबो लाग्नु ठिक लाग्यो केले बन्द गर भने जान्छस् चढ्छस् त मेरोमा लालुमती आइपुग्यो होइन ठ्याक्क 30 किलोमिटर जति आइपुग्यो हामी एभरेजमा सो अझै बाँकी छ टन्नै ठ्याक्क टाइम चाहिँ 5:30 भयो हामी घरबाटै हिँडेको आधी घन्टा 40 मिनट लागिसक्यो यार गाई पछाडि छ गाईलाई त मैले यसले छोडेर हिँडेको पर्खिनुपर्छ सँगै जानुपर्छ अगाडि पछाडि जानु हुँदैन सो अलि अगाडि गएर गाईलाई पर्खिन्छु गाई कतिखेर आउँछ फेरि सँगै हिँड्नुपर्छ गाई मजा अहिले लालुमती आइपुग्यो है के गर्छ सो गाइस पर्खिनु पर्यो गाईहरूलाई होला कहाँ आइपुग्यो तिनीहरू गाइस दाइ अगाडि पुगिसक्यो सो दाइलाई पनि भेट्नुपर्छ एक्लै जानु दिनु हुँदैन सो म चाहिँ अब हिँडेको चेक गरेर कति कस्तो आएछ भनेर सो ठिकै आएछ अघि एकचोटि सुरुमा चाहिँ स्लोमा भएछ हानि नभइकन सो गाइजलाई फेरि म हिँडेँ अहिले चाहिँ होइन हेरौँ न टाढा भएको कि भएको छैन मम्मीले फोन गरेको थियो भर्खर कहाँ पुग्यो भनेर सोधेको थियो के भन्छ यहाँनिर दिवाना पर्खेको नि दिवाना पर्खेको त्यहीँ अब पुगिहाल्छ नि 20 मिनटमा ए बहिनीलाई खुसीले जाडै भएको छैन अहिले दाइले भन्दै सो गाइज बागमती इन्टर भइसकेको छौँ हामी होइन टक्कसँग लाएर त्यहाँ अगाडि जाइ छ अनि पछाडि छु पछाडि हिँडेर थिएँ बिस्तारै बिस्तारै टक्क बागमती आइपुगिसकेको छ अहिले सो बागमतीको पुलबाट तपाईँहरूलाई भ्यू देखाउने छु म टक्क लगाएर यो बागमती चाहिँ हेर्न सक्नुहुन्छ बागमतीको पर देखेर तिमीलाई हेरेर तिमीलाई 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 भेटेर तिमीलाई सम्झेर तिमीलाई तिमीलाई
भेटेर तिमीलाई सम्झेर तिमीलाई मनै मनमा माया तिन पाते भइदियो मनै मनमा माया तिन पाते भइदियो। गाइस फुल क्रस भयो। त्यो भाइले चाहिँ कहीँ यता देखाउनु भनेर चाहिँ उसको साथी बिचारा थियो। सो त्यही गरेन मैले। अब हामी चाहिँ पुग्न लाग्यौँ। अब 1-2 मिनट हो अगाडि हो। टक्क लगाएर यताबाट चाहिँ छिर्ने हो होइन यो भनेको घर। सो हामी इन्टर गरिसकेका छौँ। टक्क लगाएर दाइ कहाँ आइपुग्यो? दाइ आउँदैछन् हुन्छ। कति दिनपछि अब सँगै भेट्नु भएको भेट्न पाइन्छ। रमाइलो हुन्छ। अहिले बेलुका पनि रमाइलो हुन्छ। पक्कै पनि दाजुभाइहरू भेटेपछि त नरमाइलो हुने कुरै भएन हुन्छ गाइस। रमाइलो त भइहाल्छ नि। यहीँबाट हो कि के हो? यहीँबाट हो जस्तो लाग्यो। यही त होला ओहो मासु नमस्कार ठुलो बा। ल ल ल ऊ मेरो दाइहरू चाहिँ यहाँ पक्क भुडी किलो कहाँ आउँदैछौ ठुलो बा? फिर ब्रेक के बाद में पहले क्या देखा होइन बनाउनु पर्यो नि त अनि हाल्नु पर्यो भ्युज आउनु पर्छ। को हो दाइ? म दाइले अलिक मजा गर्नु के हुनु अगाडि दाइ भन्नु न। 1 लाखको पैसा दिएछ कहाँको 1 लाख के भन्नु कहाँको 1 लाख? इन्डोनेसिया इन्डोनेसिया त्यो त नेपाली कति हुन्छ 8,500 आफूले छोड्छ उता उता कतिदेखि हो बन्द गरिदिन्छ ल दिदीहरू ऊ हाम्रो यो भान्जीको चाहिँ होइन हो भोलिको हाम्रो के हो रे देउली गोनी चोलीको बेहुली आयो भनिदेऊ ल छिटो ए लजाको आमा नमस्कार आइ भन्दिनँ फुपू यहाँनिर भदेको च्यानल सब्सक्राइब गरिदिनु भन्नु फेरि कहिले काट्दा हुन्छ रे दाइ? हेलो गाइस अनि हामी चाहिँ यहाँनिर पाडाको आन्द्रा भुडी लादी गर्नु गरिहाल्यो यहाँ पानी हाल्नु अब हजुर खानाको लागि बोकेर लिएर सो यति हो दिदी लाइट यहाँ यति हो यहाँ एउटा बल ल्याएर राख्नुपर्ने छ कहाँ लिएर आउँछ कहाँ पाउँछ बत्ती पनि उसमा पाउँछ जाउँ न त लिएर आउनु चिकन माथि भन्दा सो यहाँ के पाक्दैछ यो भट्टाको यो पाङ्रा हो
पाङ्रा र कलेज हो यो दिदी ठुलोबालाई स्वागत छ मेरो भ्लगमा ल ल भयो ल ओके सी यू टाटा ओके गुड बाई दाइ केही जाओस् न दाइ ओ एन्ड्रु दाइ केही जाओस् न 2 शब्द हाम्रो सोल्डिङलाई चाहिँ मैले के अरे मेडी लागिरहेको छु अहिले लगाइदिनु हुन्छ कि अहिले लगाइदिनु के छ आफ्नो घर ल कुनै चोलीवाला चाहिँ यहाँ छ है ए यहाँ पनि छ यहाँ खाने 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 ल मेहन्दी देखाउ त अर्को मेहन्दी ग्याङ यहाँ रहेछ लु ल गाइज खाजा खाने टाइम दिस इज खाजा खाने टाइम विवेक दाइ खाँदै हुनुहुन्छ त्यहाँ खाँदै हुनुहुन्छ यहाँ छ म पनि अब खान लागेको खाइसकेपछि भेट्छु है त गाइज बाई बाई भान्जाको च्यानललाई सब्सक्राइब गरिदिनु भन्नु खोइ त हाम्रो भान्जा सिरी ट्रिपल भान्जाको च्यानललाई सब्सक्राइब गरिदिनु लाइक कमेन्ट सब्सक्राइब गरिदिन्छु लाइक कमेन्ट सब्सक्राइब गरिदिनु बेल आइकनको घन्टी पनि तपाईँ पनि भन्दैन दिदी सब्सक्राइब गरिदिनु भन्नु न भनेको च्यानल हो भान्जा तपाईँ के बवाल गर्नु सो गाइज एकछिन सो गाइज हाम्रो डान्स पनि सक्यो सबै कुरा सक्यो होइन अनि आजको भ्लग एन्डिङ गर्न गइरहेको छु ल दाइ गुड नाइट बाई बाई गुड नाइट दिदी गुड नाइट मामा सो बाई बाई गुड नाइट सी यू टुमरो